हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल साथीहरू। फाइनली साथीहरू अब चाहिँ नेपाल छोडेर ब्याक टु अब भित्र जन्मेको साथीहरू। एक दिन काठमाडौँ, भोलि अनि फेरि पर्सि फेरि उता जाने हो कतारतिर। सो साथीहरू म तपाईँलाई देखाउँछु। त्यो साथीहरू अब रोम लाग्यो, टाटा भयो भन्दैछु साथीहरू। बाई बाई। अहिले यस्तो चाहिँ साथीहरू मेरो बस्ने घर। बिस्तारै पछि नयाँ घर पनि बनाउने हो। त्यही साथीहरू अब चाहिँ तयारी गर्दैछु साथीहरू एयरपोर्ट जानलाई। अब पोखरा टु काठमाडौँ अनि भोलिको ब्लग पनि आउँदै साथीहरू। काठमाडौँ दोहा जाने ब्लगै साथीहरू। हस् त, जय नेपाल। साथीहरू फाइनली चाहिँ म अब एयरपोर्ट आइपुगेँ साथीहरू। अब चाहिँ म डोमेस्टिक फ्लाइटमा अब डोमेस्टिक एयरपोर्टमा छु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साथीहरू। अब म चाहिँ साथीहरू सब परिवारको सब लगेछु। अब बुवा मम्मी चाहिँ दुबई जाँदै हुनुहुन्छ, आजको फ्लाइट हो। उहाँलाई पनि एकदम शुभयात्रा भन्न चाहन्छु। र मेरो चाहिँ भोलि फ्लाइट चाहिँ कतारको फ्लाइट हो साथीहरू, काठमाडौँदेखि दोहाको फ्लाइट हो साथीहरू। र एकदम रमाइलो पनि लाग्यो अनि रमाइलो पनि भयो साथीहरू। 1 महिनाको बसाइ पनि जस पुरा पनि भयो साथीहरू। अब फर्किने साथीहरू खाडीतिर, अब कामतिर रोजगारतिर फर्किने साथीहरू। म त पोखरा एयरपोर्टको साथीहरू, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। चाँडै नै अब अन्तर्राष्ट्रिय फ्लाइट भयो नि हामीहरूलाई पनि सजिलो हुन्छ, फ्लाइटमा जान सजिलो हुन्छ हामीहरूलाई। बाजे चाँडै सपना पुरा होस्, त्यही मात्रै भन्न चाहन्छु साथीहरू। फाइनली साथीहरू भर्खरै बल्ल गेट पनि खोल्यो साथीहरू। अलिकति फ्लाइट ढिलो भएको कारणले गर्दा साथीहरू त्यस्तो पनि भएको साथीहरू। सो भोलि चेकिङ पनि अब हुँदैछ साथीहरू। अब अहिले चाहिँ म वेटिङमा छु। अब चेकिङ गर्न बाँकी साथीहरू। पोखरा एयरपोर्टको नजरिया होइन साथीहरू। अनि अहिले चाहिँ अब हामी पोखराको भर्खर बल्ल चेकिङ गरेपछि अब जाने हो काठमाडौँ। देखेको छ हल्का खाजा खाने हो। अब 1 रात बस्ने, भोलिको लागि पनि ब्लग आउँछ साथीहरू, त्यो पनि हेर्नु साथीहरू। अब नेपालको बसाइको ब्लगहरू जति पनि हुन्छ साथीहरू, सबैजना हेर्नु साथीहरू। त्यसो भन्न चाहन्छु साथीहरू। अब त्यो ब्लगको एन्डमा भन्छु साथीहरू, अहिले होइन है। सो स्टे ट्युन गाइस फर ब्लग। सो साथीहरू बल्ल फाइनल चाहिँ अब हामी अब चेकिङमा छौँ साथीहरू। अब बोर्डिङ हुँदै लाग्यो साथीहरू। अब अलिक फ्लाइट पनि ढिलो भयो त्यस्तो हो साथीहरू, तर के फरक छैन साथीहरू। अब मजा आउँछ साथीहरू घुम्नको लागि। हामी पोखराको अहिले भित्रसम्म हामी टर्मिनल भित्रसम्म आएको। बोर्डिङ गेटमै छौँ हामी साथीहरू। र बोर्डिङ गेट अब हुँदैछौँ साथीहरू, त्यही भएर फ्लाइट चाहिँ अलिअलि ढिलो पनि भएको छ, तर ठिकै छ, के फरक साथीहरू। अब पोखरालाई पनि बिदा गर्दै सँगै नै सो मच पोखरा साथीहरू। राम्रो पनि भएको थियो, बसाइ भयो सर। र अब चाहिँ अब फेरि भेट्दै गरौँ है। अब काठमाडौँ आएपछि फेरि ब्लग पनि आउँदैछ साथीहरू, काठमाडौँको ब्लग। फाइन साथीहरू अब बल्ल अब फ्लाइटतिर जान लाग्यो, काठमाडौँतिर फ्लाइट साथीहरू। पोखरा अन्तर्राष्ट्रिय बाई बाई पोखरा कता उठ्दैछ साथीहरू हामी। अब लाग्दैछौँ काठमाडौँतिर साथीहरू। पोखरालाई बिदा गर्ने, काठमाडौँ जान लाग्छ। पोखरा साथीहरू। अब अहिले चाहिँ बल्ल प्लेनमा चिरिसक्यो साथीहरू। प्लेनको सिन अन्त प्लेनको सिन भर्खर बल्ल प्लेनमै भित्र आइसक्यो साथीहरू। अब लगभग उड्न लागेको, फ्लाइट अलिक डिले भयो है, त केही फरक छैन। सर्भिस विल बी होपफुली बेटर। सर्भिस होपफुली बेटर भन्छ। 2 seconds later. और साथीहरू अहिले बल्ल चाहिँ म काठमाडौँ आइपुगेँ साथीहरू। अब यहाँ ब्लग बनाउने वातावरण त छैन साथीहरू। त्यही अब बल्ल म चाहिँ काठमाडौँ आइपुगेँ सकुशल, त्यही साथीहरू भन्न चाहन्छु। अनि म अहिले त्यही गौशाला चौकतिर साथीहरू कहाँ घुमेर साथीहरू। अनि साथीहरू खुसी साथीहरू अहिले ट्राफिक लाइट हालेर साथीहरू त्यति नै साथीहरू ब्लग हो। अनि अब रेगुलर ब्लग बनाउँदैन, त्यही भएर साथीहरू यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ लाइक र कमेन्ट गर्नुहोस् र सब्सक्राइब पनि गर्नुहोस् र च्यानललाई बेल आइकन गर्नुहोस्। र भोलिको ब्लग आउँदैछ है साथीहरू, केटिएम टु दोहा है साथीहरू। हस् त, जय नेपाल। र ब्लग हेर्नु है साथीहरू, साथ सपोर्ट दिनुहोस्।